आफ्नो निर्वाचन क्षेत्र सर्लाही 4 मा मतदाता र स्थानीय नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका कांग्रेस सभापति गगन थापाले अब संसदको 5 वर्षको समयलाई कांग्रेसले सदुपयोग गर्ने बताएका छन्। सर्लाही 4 मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले संसदको 5 वर्षे समयलाई पार्टीले सदुपयोग गर्ने बताए। 5 वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन। यो नेपालको आर्थिक प्रगति, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यको अवस्था बदल्ने समय हुनुपर्छ। कांग्रेसले यो 5 वर्ष सदुपयोग गर्छ, सभापति थापाले भने। त्यसका लागि सबैभन्दा ठूलो तागत कांग्रेस मधेसबाट प्राप्त गर्न चाहन्छ। उनले मधेस कांग्रेसको जन्मभूमि रहेको र यही भूमिले पार्टीलाई हुर्काएको र सम्हालेको पनि बताए। यसबीचमा पार्टीले गरेका गल्ती तथा कमजोरीलाई सच्याउने संकल्प सहित आफूहरू मधेस आएको पनि थापाले बताएका छन्। मधेसले कांग्रेसलाई सधैँ न्याय गर्यो, तर कांग्रेसले मधेसलाई दिनुपर्ने सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सवालमा कमजोरी भएका छन्, उनले भने। गगन थापाले सर्लाहीका 4 वटै र मधेसका 32 वटै निर्वाचन क्षेत्रबाट कांग्रेसलाई साथ तथा समर्थन चाहिएको पनि बताएका छन्। त्यो जिम्मेवारी लिएर गएर नेपाली कांग्रेसले यो 5 वर्ष सिंगो देशको र त्यसभित्र मधेसको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्छ, यो संकल्प लिएर हामी आएका छौं, सभापति थापाले भने। सर्लाही 4 मा थापाका मुख्य प्रतिद्वन्दी रासोपाका नेता अमरेश सिंहलाई नै ठानिएको छ। यस अघिका चुनावहरूमा कांग्रेसका तर्फबाट र पछि स्वतन्त्र रूपमा पनि सिंहले नै जित निकाल्दै आएका थिए। यसैकारण अमरेशले यस पटक पनि जित निकाल्ने रासोपाले सोचेको छ। त्यसपछि बालेन सहितको रासोपा टोलीले जनकपुरमा आएर गरेको कार्यक्रमपछि मधेस रासोपामय बनेको कतिपयको बुझाइ छ। तर पछिल्लो पटक गगन मधेस झरेपछि भने उनले सर्लाही 4 मा आफ्नो पकड बलियो बनाउँदै लगेको स्थानीय राजनीतिज्ञ तथा विश्लेषकहरू बताउँछन्। गगन सर्लाहीमा आएसँगै अमरेश ओझेलमा परेको पनि कतिपयको बुझाइ छ। पहिलो चरणमा 4 दिन आन्तरिक रणनीति बनाएर माघ 16 मा काठमाडौँ फर्किने थापाको कार्यतालिका छ। सभापति थापाले सर्लाही 4 का 52 वडामै निर्वाचन परिचालन समिति गठन गरेर पार्टीलाई नै मैदानमा उतार्ने रणनीति बनाएका छन्। पहिलो चरणमा उनी आफ्ना कुरा सुनाउने भन्दा पनि कार्यकर्ता र मतदाताका कुरा सुनिरहेका छन्। यसबीच गगन यही रहेकै बेला सर्लाही 4 गोडैता नगरपालिकाका 4 जना वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अहिले गगन थापा पार्टीका मधेस प्रदेश उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र सिंहलाई साथमा लिएर सर्लाही 4 का सबै पालिकामा छलफल गरी समस्या टिपोट गरिरहेका छन्। थापाको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका विज्ञहरूको टोलीले पनि सर्लाही 4 को समस्या र समाधानको उपाय बारेमा अध्ययन गरिरहेको छ। यसका अलावा सभापति थापाले पार्टी प्रवेशलाई प्राथमिकतामा राखेका छन्। उनको उपस्थितिमा स्थानीय प्रभावशाली व्यक्तिहरू कांग्रेसमा प्रवेश गरिरहेका छन्। अमरेश सिंहका निकटस्थहरूलाई पनि उनले आफ्नो पक्षमा उभ्याएका छन्। गगनले त्यहाँ आफू नेता होइन, बेटा भएर आएको बताइरहेका छन्। गगनलाई हेर्ने सुन्नेहरूको पनि भिडभाड देखिएको छ। उनी पहिलो दिन मधेस झर्दा र त्यसपछि विभिन्न ठाउँहरूमा पुग्दा राम्रै संख्यामा भिड जम्मा भएको देखियो। गगनको आक्रामक अभियानपछि रासोपाका नेता सिंहले भने वरिष्ठ नेता अब बालेन्द्र शाहलाई नै सर्लाही ल्याएर घुमाउने योजना बनाइरहेका छन्। पूर्वदेखि पश्चिमसम्मको चुनावी दौडामा भारी भिडका बीचमा देखिएका बालेनलाई सर्लाही ल्याएर मात्रै गगनसँग चुनाव जित्न सकिने सोचमा अमरेश सिंह पुगेको देखिन्छ। हुन त सिंहले थापासँग देखिएको भिड सर्लाही 4 को नभएको दावी गरेका छन्। कार्यकर्ता र मिडियासँगको कुराकानीमा सिंहको निशाना खाली थापामाथि नै केन्द्रित देखिन्छ र अब आफ्नो पक्षमा माहौल खडा गर्न बालेनलाई सर्लाही 4 मा ल्याउने योजना उनको रहेको छ। सिंहको चुनावी टोलीका सदस्यहरू पनि बालेनलाई कुनै पनि हालतमा सर्लाही 4 मा घुमाउनु पर्ने बताइरहेका छन्। बालेनले एक दिनभर सर्लाही 4 घुम्ने तयारी गरिएको छ।